नमस्कार, मेरो नाम मदन बुलो। तपाईहरुले आज म एकजना नेपाली दाइलाई अलिकता सहयोग भए पनि म सहयोग गर्ने छु। तपाईहरुले भन्नुहुन्छ सहयोग गर्दैन भनेर, सहयोग गर्छु म। तपाईहरुलाई देखाउने छु म सहयोग गर्ने छु र यस्ता कोही मान्छे तपाईहरुको आसपासमा यता देखाउनु, यस्ता यस्ता छन् कोही तपाईहरुको आमुन्ने सामुन्ने छन् भने पनि तपाईहरुले पनि सहयोग गर्नु होला। उहाँहरुलाई खाना खिलाउनु होला परदेशको ठाउँमा हैन। उहाँलाई चाहिँ एउटा केही नभने पनि अलिकता खाना खिलाएर पनि पठाउनु होला भन्न चाहन्छु। तपाई कहाँ जान चाहनुहुन्छ? नेपाल? नेपाल जान्छु। कहाँ जाम? भाडा छैन है? छैन। अनि यहाँदेखि नेपाल जाने तपाई नेपालै जानुहुन्छ? यता देखाउनु यता। नेपाल जानुहुन्छ? जान्छु। भाडा भए नेपाल जानुहुन्छ? जान्छु। हजुरको नेपालमा घर कुन ठाउँ हो? ओखलढुङ्गा जिल्ला। ओखलढुङ्गा कति नम्बर वडामा? 3 नम्बर वार्ड। कुन नगरपालिका हो? रानीमान गाविस। रानीवन गाविस। अनि नेपालमा हजुरको को छन्? छोराछोरी छन् 3 टा। हजुर। 2 टी छोरी, एउटा छोरो, आमा छन्, बाउ छैन। तपाई अहिले बिमारी पनि हुनुहुन्छ है? बिमारी त्यस्तै देख्नुस् त उहाँ अलिकता दिमागको पनि बिमारी हुनुहुन्छ है। यस्तो मान्छे तपाईको आसपासमा पनि कोही भेटियो भने तपाईले सहयोग गर्न सक्नुहुनेछ। यस्तो मान्छेलाई धेरै भन्दा धेरै माया गरेर आफ्नो देश नेपालमा पठाउने तपाईले उ गर्नु होला र यस्तो मान्छेलाई सहयोग गर्नु होला भन्न चाहन्छु। म तपाईहरुलाई अब म अलिकता भए पनि सहयोग गर्ने छु दाइलाई हैन। म यो सहयोग गर्ने छु। यस्तै गरेर तपाईहरुले पनि सहयोग गर्नु होला। कोही यस्तो गरिब दुखी मान्छे हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरु प्रवासमा बसेको छ भने उहाँलाई देखाउनु त। यस्तो हालत छ हेर्नुस्, चप्पल यस्तो छ, यो यसरी बस्नु भएको छ, यस्तो हालत छ नेपाल। नेपाली दाइ आफ्नै देशको यो माया पनि लाग्छ किनभने उहाँ एउटा नेपाली दाइ भएको नाताले। धेरै साथीहरुले मलाई सोध्नुहुन्छ कि तपाई भिडियो मात्रै बनाउनुहुन्छ, कसैलाई सहयोग गर्नु हुँदैन। साथीहरु, सहयोग भिडियोमा देखाएर सहयोग हुँदैन। भिडियोमा देखाएर सहयोग दिने काम हुँदैन। किनभने सहयोग भनेको यस्तो चीज हो कि मनले मात्रै गर्ने सहयोग हो के। जस्तै अब तपाईले भिडियोमा देखाएर त्यो ठुलो सहयोग हुँदैन। त्यसैकारणले तपाईहरुले म अन्य मान्छेलाई पनि आफ्नो सक्दो सहयोग गरेको हुन्छु। अलिकता भए पनि सहयोग गरेको हुन्छु। तपाईहरुले पनि यस्तो मान्छे कोही भेटियो र यस्ता यस्ता नेपाली दाजुभाइ भेटियो भने यता